पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आउने अवसर पारेर राजावादीहरूले काठमाडौँमा शक्ति प्रदर्शनको तयारी गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी सहित राजावादी संगठनहरूले राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला भई शाहको स्वागत गर्ने तयारी गरेका हुन्। पोखराबाट फर्किएपछि ज्ञानेन्द्रलाई जुलुस सहित चक्रपथ हुँदै महाराजगञ्ज स्थित निर्मल निवास लैजाने तयारी रहेको छ। पूर्व राजा शाह आज पोखराबाट काठमाडौँ फर्कदैछन्। पछिल्लो केही समयदेखि गण्डकी प्रदेशका विभिन्न धार्मिक स्थलको भ्रमण गरिरहेका शाह आज अपराह्न काठमाडौँ आउन लागेका हुन्। राजावादीहरूले गर्ने शाहको स्वागत कार्यक्रमलाई लिएर स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको छ। पूर्व राजाको स्वागतमा करिब 6000 राजावादीहरू सहभागी हुन सक्ने प्रहरीको आकलन रहेको छ। प्रदर्शनलाई मध्यनजर गरी काठमाडौँमा सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको प्रहरीले जनाएको छ। आज बिहानैदेखि काठमाडौँका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ। बिहानैबाट काठमाडौँका चोक चोकमा वर्दी सहित र सादा पोसाकका प्रहरी टोली परिचालित गरिएको छ। प्रहरीले भिडभाड र जुलुस अनियन्त्रित हुन सक्ने विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति बनाएको छ। फागुन 7 गते प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा पूर्व राजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश सङ्कटमा परेकोले राष्ट्र बचाउन आफूलाई साथ दिन अपिल गरेका थिए। पूर्व राजाको अपिलले राजावादीहरू हौसिएका छन्, तर सत्तारूढ र प्रतिपक्षी दलहरू भने तरङ्गित भएका छन्। प्रमुख दलका नेताहरूले पूर्व राजालाई चेतावनी दिइरहेका छन्।